बेमा पङ्की पङ मलाई नै बाउ आमा रिसाउँछ घरको रिसाउँछ मलाई नै खेद्छ मलाई कुट्यो भने चाहिँ अब चाहिँ बाउ आमाको पाछन् काटिदिन्छु गममा अस्ति त हल्का काटिदिन्छु अब चाहिँ निदा चाहिँ जोडिदिन्छु आज पेट्रोल बोकेँ भने नि म त्यस्तो खालको हेर्नु नि बेमा मन दुखेको छ मलाई तपाईँहरू अहिले यस्तो अवस्था भन्नु के गर्छ म सिधै भनिदिउँदैन घाँटीमा डोरी लाउनु बाहेक अरू केही जान्दैन सबै मिलेर गाउँकोले पनि मलाई हात लाउँछ हो अब बाउआमाले मलाई उडाएको उडाउँछ के को गरिब त्यहाँ भित्रको गरिब संसारको 1 नम्बर अमिर हो तपाईँको भदै के को गरिब नभन्नु मलाई क्या त मलाई साथ जाऊ न तिमीलाई अहिले बनाइदिन्छु 7 तला बिल्डिङ मान्छे दुश्मन निकाल्देऊ न एउटा यी काट्दिन्छु म अब बनाइदिइहाल्छु 7 तला निकाल त एउटा को हो म माथि यस्तो सङ्कल्प गर्ने अनि के त अन्त कुरा गर्छौ गरिब होइन त्यस्तो मारा त भदै पाकोमा गरिब भन्छ त्यस्तो खालके त हेर घरको मान्छे कुल्ली गर्दैछ कुल्ली मेरो लाज लाग्दैन अलिकति मेरो घरकोलाई जाँड्दिनु नि यत्रो वर्ष भइसक्यो मैले त रम दिएको याद गर्नु न हो 1-2 केजी त जाँड्दिनु नि खानु मन लागिसक्यो छैन म जाँड खानु छोडेको मलाई झगडा गर्नु मन लाग्यो जाँड खायो त झन् छिटो काटिदिन्छु मान्छे भात काट्नु हुन्थ्यो छैन म त जाँड खानु आएको पो त म जाँड खानु पाएर म पनि मारिदिन्थ्यौ साला कस्तो सक्यो मलाई त कष्ट कुरो पो छ आफू चाहिँ यहाँ हुइ भइसक्यो त्यसरले तपाईँ कस्तो हुइ यहाँ मेरो कस्तो घरमा नाङ्गो सुतेको याद छैन हेर्न आउनु नि कस्तो अवस्थामा बसिरहेको छ बाटोमा अब तँलाई हेर्नु आयो भने त म झन् साह्रो नाङ्गै हुन्छ होला नि म पनि तँ जस्तै म त हुँदिनँ नि म पनि त्यस्तै भएर हिँड्नु अन्त त्यसले गर्दा त रक्सी बन्द यहाँ पुसाइ उकामेको कामेकै मैले केटाहरू कोही भेटिन सानो रिस उठ्यो फेरि एक त भोकै नाङ्गै हो केटाहरू खालि जोत्ने ढाँट्नेहरू म चाहिँ बेलुका भात मकै किन्यो ल्यायो पिठे भात खायो ठक्का मोदी सरकारले दिइरहेछ जनतालाई अरे ममताले यस्तो मकै खाएर बसेको रासिनले त पुग्दैन यहाँ कन्ट्रोल त दिन्छ जति नै लोभ गरे त्यति नै पुग्दैन हो जेमा खाउन 2 दिनको जिन्दगी 1 दिन निदाएर जाने हुँदाखेरिको आम दामी दामी खाऊ न के दुःख देखाइबसेको हाउडीमा भदैको त अहिले एउटा नलडाइ त हुँदैन एउटा लडाउनै पर्छ अनि मात्रै भदै खानु पाउँछ मिठो मिठो नलडाइ त केको यहाँ खै भगले लडिसक्यो आफ्नोले त अलिकति चिनाउनु साथ दिनु पर्यो नि अनि पो आफ्नो दामी मान्छे हुन्छ आफ्नो मान्छेहरू लेबर कुल्ली गर्छ घट्टा राजा महाजराको भदै छ तिमीहरू कुल्ली गर्छ पक्रिन सघाउँदैन यहाँ खोज्दा पक्रिन नसक्दा खेद्दा पाउँदैन कहीँ पनि बेचारा बुढाथोकी बालाई चाहिँ मागौँ भनेको अलिकति गाँजा त चोरेर ल्याइदियो अब मागौँ भनेर डाङडुङ मागौँ भनेको त मान्छे भेटेन हो बडाले त चिन्छ नि मलाई नि सुरन्दा चिन्छ अलिकति बुढो मान्छेले चिन्छ मागौँ कि भनेको बडै भेटिन कर्म त कहाँ गएको छ खै को नि त ल यी डब्लिङको मान्छे भएर पनि गर्ने त ए खोइ को नि मलाई त थाहा छ खोइ उता बस्छ भन्छ कहाँ कालेको को छ यहाँ तल चाहिँ को छ यहाँ तल त को छ हामीलाई साह्रो थाहा भाइ चाहिँ बिचक दाँत चाहिँ मोटिएर बस्दो रहेछ नि है दा यहाँनिर खुट्टामा घाउ निस्केर मर्नु खुट्टामा घाउ बनाइदिन्छु काटेर म पहिला एउटा काम चाहिँ भन्नुहोस् न तिम्रो कम्मरदेखि त्यो फिलादेखि काटेर नयाँ खुट्टा जोडिदिन्छु भएन भने मेरै खुट्टा दिन्छु तिमीलाई तर साथ चाहिँ जाऊ न
साधु काकी छ त्यसकोमा गएर चाहिँ रोटी चाहिँ खाइन्छ आधा त्यो पनि त खाएको छ साधु काकीलाई त मिस गरिरहन्छु नि म काकालाई त काकाले पनि फोन गर्छ साधु काका छ खोइ को अन्त कता छ होइन यहाँ साधु काका र काकी पार्वती काकी भन्दैछ अन्त छ होला होलाको कुरा यहीँ र यहीँ पनि पत्ता नभएको छ भने छ भन्नु छैन भने छैन भने होला यो कुरा चाहिँ रड्डी कुरा हो नि अन्त आफ्नो आफ्नो घरको लगनमा हुन्छ